हेलो साथीहरू, वेलकम छ हाम्रो सिकाइ यात्रा युट्युब च्यानलमा। हाम्रो सिकाइ यात्रा युट्युब च्यानललाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला है साथीहरू। आजको हाम्रो यात्रा सिकाली मन्दिरतर्फ छ साथीहरू। हामी झुलुङ्गे पुल हुँदै हिँडिरहेका छौँ। हाम्रो दिदी हुनुहुन्छ अनि हाम्रो नानी पनि छिन् साथीहरू। हामी सँगसँगै हिँडिरहेको छौँ। सिकाली मन्दिरमा पुगिसक्यौँ साथीहरू हामीहरू। अब दिदीले मूंगफली, सुन्तला अनि चटपटे तयार गरिदिनुहोस् भनिरहनु भएको छ। उहाँले तयार पनि गरिदिँदै हुनुहुन्छ साथीहरू। यतापट्टि फेरि हाम्रो दिदी बहिनीहरू कबड्डी खेलिरहनु भएको रहेछ। मैले एकदमै भिडियो पनि गराएँ, उहाँहरूको खुसी लाग्यो। हाम्रो मन्दिरलाई दर्शन गर्नुहोस् सबैजनाले। अनि हामीहरू आफ्नो खानेकुरा किनेर अगाडि बढिरहेका थियौँ साथीहरू। दिदीले सुन्तला, मूंगफली, चटपटे फिजाउँदै हुनुहुन्छ साथीहरू। दिदी पनि एकदमै खुसी हुनुहुन्छ अनि हामी पनि एकदम खुसी छौँ साथीहरू। त्यहाँ जाँदाखेरि भोइस अफ नेपालको सियोन महर्जन पनि आउनुभएको रहेछ। उहाँको भिडियो पनि गराएको छु साथीहरू। सबैजनाले टिम मेलिनालाई सपोर्ट गरिदिनुहोस् साथीहरू। मैले पनि उहाँको भिडियो गराएँ, खुसी लाग्यो साथीहरू। हजुरहरू सामु पनि मैले ल्याएको छु, त्यो भिडियो हेर्नुहोस् है साथीहरू। हाम्रो दिदी एकदमै एक्साइटेड हुनुहुन्छ साथीहरू। हामीलाई सुन्तलाको बोक्रा फुकाउँदै सबैजनालाई बाँड्दै खुसी हुँदै गर्नुहुन्छ, नाच्नुहुन्छ पनि। अनि केटाकेटी जस्तै माया लागि हुनुहुन्छ साथीहरू। अनि यो पनि किन्नुभयो, दिदीको भाइ हुनुहुन्छ उहाँ। अनि त्यसपछि दिदीको बुहारी हुनुहुन्छ उहाँ पनि एकदमै खुसी हुनुहुन्छ साथीहरू। दिदी पनि एकदम खुसी हुनुहुन्छ साथीहरू। हाम्रो यस्तै रमाइलो भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् है साथीहरू। सपोर्ट गरिदिनुहोस्। कसरी खानुभएको छ साथीहरू। यस्तै रमाइली दिदी कसको छ है साथीहरू। चाहन्छु म तिमीलाई, चाहन्छु म तिमीलाई, चाहन्छु म तिमीलाई, चाहन्छु म तिमीलाई। माया बारी आयो
जति करे पनि प्रेम सागर हो नि मोटो भरी रानी तलाव भई